हामी पञ्चमी हिँड्यौँ साथीहरू। पञ्चमीमा आज मेला छ 1 गते, नयाँ वर्ष मनाउनु हिँडेको है। टाढो टाढो जानु पनि खोइ गाडीले मात्छ, छात्रपात भइन्छ, त्यही भएर नजिकै पुरै आफ्नै 2 खुट्टे गाडीमा पो चल्यौँ है। हामी त जानु हुने सम्पूर्ण महानुभावहरू आउनु होला, पञ्चमीमै भेटघाट गरौँ। नयाँ वर्षको धेरै धेरै शुभकामना छ। ढिलै भए पनि, ढिलो भन्दामा आज 1 गते हो। यी मेरो साथीहरू दोकाउँदै हुनुहुन्छ। पञ्चमी प्रवेश हुँदैछ भर्खर हाम्रो। यहाँ झोलुङ्गे पुलमा आइपुग्यौँ। हाम्रो साथीहरू यहाँ हिँड्दै हुनुहुन्छ। हाई भनिदिनु साथीहरू ल। यता पछाडिको साथीहरू अलिक छिटो आउनु, हाई गरिदिनु। मेरो युट्युब च्यानलमा धन्यवाद धन्यवाद। ल साथीहरूलाई यहाँ झन्डा पनि छ। हाम्रो मिक्लाजुङ 4 नम्बरको चाहिँ यो झोलुङ्गे पुल हो, मुगु खोलाको। यहाँ यसरी हलो जुवाहरू पनि सजाएर राख्नुभएको छ। यो लोक भएको कुराहरूलाई चाहिँ यहाँ सजाएर पुरै राख्नुभएको छ। राम्रो छ। नेपालको झन्डा पनि फरफराइरहेछ यहाँ। पञ्चमी आइपुग्यो साकेला थान। घुम्ने ठाउँहरू यहाँ सामुदायिक वन। टिकटक खेलहरू त्यहाँ खेल्दै हुनुहुन्छ। सेवा है भाइ, सेवा। पुरै आफ्नै ठाउँमा लाइभ रमाइलो गर्नु पर्यो भनेर आएको नयाँ वर्ष मनाउनु। धन्यवाद। नयाँ वर्षको शुभकामना ढिलो भयो भने। यहीँबाट होला नि। मृगहरू हेर्नु जाँदैछौँ हामी। साकेलाको भवन त्यहाँ छ। हाम्रो साथीहरू आउँदै हुनुहुन्छ। ग्रुप विष्णु कुमारी युट्युब च्यानलमा सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। नयाँ वर्ष मनाउनु आएको आफ्नै ठाउँमा, आफ्नै गाउँमा। यहाँ मृग पनि छ। यो हाम्रो मिक्लाजुङको 4 नम्बर वार्ड हो, पञ्चमी साकेला थान। यी मृग 3वटा पो छ, 3टा मृग। अजिङ्गर कहाँ छ हौ? हिजो अस्ति ल्याएको छ। खोइ छ त? यहाँ त दुम्सी पो रहेछ। दुम्सी अर्जिङ्गर पनि ल्याउने भन्दै थियो नि त। यता त त्यो के राख्ने ठाउँ होला। अनि उ त्यो साकेलामा पस्नु। तर्से म त। रमणीय ठाउँ छ एकदम। जङ्गलको बिचमा शीतल छ। पिकनिक खाने महानुभावहरू यहाँ आउनु भए एकदम राम्रो छ। पिकनिक रिसोर्ट पनि छ त्यहाँ बनाइदिएको छ। सबै कुरो छ यहाँ, सबै कुराको सुविधा छ। आउनु होला यहाँ। हाम्रो पञ्चमी सामुदायिक वन यो साकेला थान पनि हो।
पारी पारी डाँडा एकदम राम्रो रमणीय छ। यता आउन यता। पिङहरू पनि छ। पोखरी एकदम राम्रो छ। रमणीय ठाउँहरू छ है साथीहरू। पोखरी छ यहाँ एकदम राम्रो ठुलो पोखरी छ। शीतल छ। सबै यो भित्र घुम्ने डाँडा काँडाहरू छ। त्यहाँ पर होटल छ। पहिला माथि साकेला थान जाउँ न। साकेलामा बस्ने ठाउँ अलैँचाहरू। पोखरी एकदम राम्रो छ। पारी होटल एकदम रमणीय ठाउँ छ है साथीहरू। साकेला थान हामी जाँदैछौँ। अब चढ्दैछौँ। यस्तो छ साकेला थान। डाँडा काँडाहरू रमाइलो छ। 82 साल 2082 साल 1 गतेको दिन यहाँ हाम्रो किराँतीहरूको साकेला थान हो। मुन्दुमी 9 लाख किराँतीहरूको मुन्दुमी स्थल। मिक्लाजुङ 4 पञ्चमी दिबु यहाँ पूजा गर्ने ठाउँ। वाबु यहाँ हाम्रो खोटाङ जिल्लामा चाहिँ मेरो माइती हो। उहाँ चाहिँ किरातेश्वर सुनिमा र पारुहाङको मूर्ति चाहिँ भत्काइएछ। त्यो मूर्ति भत्काउनेहरूलाई चाहिँ भेटेर पत्ता लगाएर एकदम त्यसको छातीमा लातले हानेर चाहिँ त्यसलाई सजाय दिनु भन्न चाहन्छु। हाम्रो 9 लाख किराँतीहरूको पिता पुर्खा हो। घन्टी छ यहाँ। पोखरी पिकनिक खाने पिकनिक रिसोर्टहरू यहाँ माथि पनि पिकनिक खाने ठाउँ छ। हजुरहरूलाई पिकनिक खानु आउनु हुन्छ भने यहाँ एकदम रमाइलो ठाउँ छ। एकदम शीतल छ। पानी पनि एकदम चिसो छ। यहाँ आउनु होला। पर्यटकीय क्षेत्र छ एकदम। हाम्रो यो पञ्चमी दिबु सामुदायिक वन छत्रपुरमा छ। हाम्रो गाउँ हो छत्रपुर। रमाइलो ठाउँ छ। ल हेर्नुहोस् पिकनिक खाने ठाउँ यस्तो छ। यहाँ सबै सुविधा सम्पन्न छ। एकदम शीतल छ। गर्मी पनि हुँदैन। रमिते डाँडा यहाँबाट त्यहीँ नजिकै देखिँदैछ। रमिते भन्दा कम छैन। साकेला थान हाम्रो यी छत्रपुर पञ्चमीमा आज उद्घाटन हो। पुरै फ्रेस हाउस पनि उद्घाटन भएको छ। मासुसासुहरू सबै पाउँछ। यहाँ मेरो साथीहरू यहाँ यो हाम्रो मिक्लाजुङ 4 नम्बरको पञ्चमी दिबु सामुदायिक वनको भवन हो। यहाँ हाम्रो चाहिँ पुरै पार्टी चल्दैछ। हामीलाई स्वागत गर्नुभएको नयाँ वर्षमा यहाँ हाम्रो भाइहरूले उहाँ हुनुहुन्छ
बुद्धिजीवी समाजसेवी बुद्धिजीवी भाइ चिसो ल ल ल ल ए लु हाम्रो साथीहरू हो त्यहाँ पुरै मासु ढुङ्गामा पोलिँदैछ यहाँ हाम्रो आमा बुढी मान्छे हुनुहुन्छ नाना यहाँ हुक्का तान्दै हुनुहुन्छ हाम्रो नानाले हुक्का तान्नु आउनुहोस् सबैजनालाई स्वागत छ हाम्रो पञ्चमी दिबुमा यसरी मासु ढुङ्गामा पोलेर एकदम व्यवस्था छ किलोको कसरी हो 500 होइन पोलेको चाहिँ 500 रुपियाँ किलोले यहीँ नै मासु पाइन्छ फ्रेस हाउस छ यहाँ अनि अब पोलेर खाने हो यी मासु पनि यहीँ पाइन्छ हेर्नुहोस् ल एकदम दामी बन्दैछ आउनु होला रमिते भन्दाखेरि कम छैन हाम्रो पञ्चमी दिबु यता आउनु होला रमितेतिर होइन यता यता आउनु होला सबैजना हाम्रो पञ्चमीको अध्यक्षजी हुनुहुन्छ लेलिन राईज्यू उहाँहरूले यहाँ यसरी व्यवस्थापन गरेर चाहिँ बनाउनु भएको छ सबैजना आइदिनु होला यहाँ एकदम रमाइलो छ पिकनिक रिसोर्ट पनि छ साकेला ध्यान सबै पिकनिक स्पोट पनि यहाँ छ हेर्नु होला सबैजना यहाँ आइदिनु होला साकेला हुँदैछ हाम्रो अब साकेलामा पनि सबैजना आइदिनु होला रमाइलो छ एकदम रमणीय ठाउँ छ हजुरहरूलाई स्वागत छ यो नयाँ वर्ष 2082 सालमा सबैजनालाई भिजिट गरिदिनु होला एकपल्ट हैन हजुर सबैले भिजिट गरिदिनु होला एकदम रमणीय ठाउँ छ हाम्रो मिक्ला जुङ 4 नम्बर पञ्चमी दिबु